हेलो नमस्ते नमस्ते। आज चाहिँ सफलता पाउनलाई कति दुःख गर्नुपर्छ भन्ने कुराको एउटा सानो भिडियो ल्याएको छु। हेर्नु होला, हेरेर साथ दिनु होला हैन। सफलताको लागि हेर्नुहोस् त कस्तो कस्तो दुःख कष्ट गरेर आउनु पर्दो रहेछ खानको लागि, खानेकुराहरू सफलता भन्ने देशमा चाहिँ हैन। पुरै दुईटा डन्डीमा जुनेर आएको छ भने कोही चाहिँ यहाँ सिधै सफलता पाइन्छ कि भनेर प्रयास पनि गर्दो रहेछ। तर सफलता पाउनको लागि चाहिँ हामी यहाँ कुन चाहिँले सिधै आउनेले छिटो सफलता पाउँछन् कि घुमेर कष्ट गरेर आउनेले सफलता पाउँछ। हेर्नु है त साथीहरू, के छ भने अब यहाँ आइरहेको छ हैन, तिनटाले एकदम कष्ट गरेर आएको छ भने फाइनली एउटाले सफलता पनि पाएको छ भने दुईटा चाहिँ सफलताको ठ्याक्कै मुखमा गएको छ। त्यसलाई चाहिँ त्यही सफलता पाउने व्यक्तिबाट हल्का बाधाहरू भइरहेको छ। त्यही यता अब भए ठ्याक्कै सफलता प्राप्त हुन्थ्यो हैन। अब हेर्दै जाउँ है त, यिनीहरू दुईटाले चाहिँ सफलता पाइन्छ कि पाइँदैन, के हुन्छ हेरौँ। यसमा यस्तो भइरहेको छ है त। यहाँ चाहिँ अब दुईटाले चाहिँ सफलताको मुखमा पुगेर पनि सफलता नपाउने अवस्था रहेको छ, ठ्याक्कै पाएन।